म हिँड्ने दिन काठमाडौँ एयरपोर्टको त्यो ढोका अगाडि बुवाले मलाई एउटै वाक्य भन्नुभयो। 3 वर्ष भयो, तर पोहोर दशैंमा मात्र मैले थाहा पाएँ उहाँले त्यो वाक्य किन भन्नुभएको थियो। कारण मैले सोचेको भन्दा पुरै फरक थियो। म हाल अस्ट्रेलियामा छु। तपाई पनि कुनै न कुनै ठाउँमा हुनुहुन्छ होला पक्कै पनि। अस्ट्रेलिया, अमेरिका, गल्फ, ठाउँ फरक होला, तर भाव एउटै हो। काम छ, कोठा छ, साथीहरू पनि छन्। बाहिरबाट हेर्दा सबै ठिक छ। यो अवस्थालाई के भन्ने थाहा छैन मलाई। एक्लोपन त्यो भन्न मिल्दैन, किनभने म एक्लो छैन। वरिपरि सबैजना छन्। हरेक हप्ता घरमा पनि कुरा हुन्छ। तर यहाँ म आधा छु र उता घरमा पनि म आधा छु। तपाई नै भन्नुस् कस्तो अवस्था हो त यो? मलाई त्यति ठुलो केही चाहिएको थिएन। पैसा ठिकै थियो, काम चलेकै थियो, बुवा आमालाई पठाउन पनि पुगेकै थियो। घरमा फोन गर्दा आमा खुसी हुनुहुन्थ्यो। गाउँमा मान्छेले उसको त राम्रो भयो भनेर भन्थे। बाहिरबाट हेर्दा मैले चाहेको सबै पाइसकेको थिएँ। तर जुन कुरा मलाई चाहिएको थियो त्यो कुनै पसलमा पाइँदैन। पैसाले किन्न मिल्दैन, न त कसैसँग मागेर नै पाइन्छ। मलाई कसैले एकपटक भनेको सुन्नु मन थियो, मलाई पनि यस्तै हुन्छ। त्यति भए पुग्थ्यो। र त्यो वाक्य मलाई भन्न सक्ने एउटै मान्छे थियो। मैले एकपटक यो कुरा भन्ने कोसिस पनि गरेको थिएँ कसैलाई। काममा एकजना दाइ हुनुहुन्थ्यो, उहाँ पनि 8 वर्ष भयो यही हुनुहुन्छ। एक रात ब्रेकमा हामी दुईजना मात्र थियौं अनि मैले उहाँलाई यो कुरा सोधे, दाइ तपाईलाई कहिलेकाहीँ आफू अधुरो भएको महसुस हुँदैन यहाँ? दाइले हाँस्दै भन्नुभयो, भाइ यस्तै हो यार। त्यो रात मैले बुझेँ यो कुरा सोध्ने कुनै ठाउँ छैन। सोध्दा सबैबाट उत्तर यही आउँछ। त्यसैले मैले सोध्नै छोडे। 3 वर्ष म यही एउटा प्रश्न बोकेर हिँडिरहेँ। मलाई मात्र हो कि यस्तो महसुस भएको? मलाई मात्र? के होला त यो प्रश्नको उत्तर? तर उत्तर त म हिँड्ने त्यही दिन मेरै अगाडि उभिएको रहेछ। त्यो दिन हामी बसेको होटलबाट एयरपोर्ट पुग्न गाडीमा 1 घण्टा लाग्यो होला। कसैले धेरै कुरा गरेनौं। आमा बाटोमै 2 पटक रोइसक्नु भएको थियो। बुवा अगाडि ड्राइभरको छेउमा बस्नु भएको थियो। एक पटक पनि फर्केर हेर्नु भएन पछाडि। म एयरपोर्ट भित्र पस्नु भन्दा अगाडि आमाले मलाई 3 पटक अंगालो हाल्नु भयो। तर बुवाले हात मात्र मिलाउनु भयो र भन्नुभयो, बानी पर्छ बाबु। मलाई त्यति बेला नराम्रो पनि लाग्यो साँच्चै भन्दा। आमा रोइरहनु भएको छ। म पहिलो पटक विदेश जाँदैछु र उहाँ मलाई बानी पर्छ भन्दै हुनुहुन्छ। यो पोहोर दशैंको मात्र कुरा हो। म भिडियो कलमा थिएँ बुवासँग। कुरा गर्दा गर्दै मैले सोधेँ उहाँलाई, बुवा तपाईले पहिलो पटक घर छोड्दा कस्तो लागेको थियो तपाईलाई? गाह्रो भएन? उहाँ केही बेर केही बोल्नु भएन, हेरिरहनु भयो र भन्नुभयो, पहिलो 2 वर्ष हरेक रात घरको सपना देख्थे म। मैले फेरि सोधे, त्यसपछि बानी पर्यो तपाईलाई नि? उहाँले धेरै केही भन्नु भएन, एउटै कुरा भन्नुभयो, मलाई पनि बानी परेको छैन। अहिले म त्यो एयरपोर्टको दृश्य फेरि सम्झन्छु, तर मैले अहिले देख्ने कुरा फरक छ। उहाँले गाडीमा फर्केर नहेर्नु भएको, किनभने उहाँलाई थाहा थियो फर्केर हेर्नु भयो भने गाह्रो हुन्छ।
उहाँ एयरपोर्टमा नबोल्नु भएको, किनभने बोल्नु भएको भए स्वर काँप्थ्यो। अङ्गालो नहाल्नु भएको, किनभने अङ्गालो हाल्नु भएको भए सायद उहाँले मलाई जान दिन सक्नुहुन्थेन। बानी पर्छ, त्यो कुनै सल्लाह थिएन मलाई। उहाँले त्यो शब्द 40 वर्षसम्म आफैलाई भन्दै आउनु भएको थियो र पहिलो पटक उहाँ मलाई बानी पर्छ त्यो भन्दै हुनुहुन्थेन। उहाँ भन्दै हुनुहुन्थ्यो मलाई पनि यस्तै हुन्छ। 4 शब्द जुन म 3 वर्षदेखि खोजिरहेको थिएँ, बानी त मलाई अहिले धेरै कुराको परिसक्यो। काममा लगाउने त्यो सेफ्टी बुट पहिलो हप्ता यसरी खुट्टा दुख्थ्यो, अहिले लगाएको पत्तै हुँदैन। बिहान 4 बजेको अलार्म, पहिला झस्किएर उठ्थे, अहिले अलार्म बज्नु अघि नै आँखा खुल्छ। मान्छेले नाम छुट्याएर बोलाउँदा पहिले अप्ठ्यारो लाग्थ्यो, अहिले म आफै त्यही नाम भन्छु। यहाँको जाडो, रातिको शिफ्ट, यहाँको भात जुन घरको जस्तो कहिल्यै हुँदैन। यी सबै कुराको बानी परिसक्यो मलाई। बानी पर्नु भनेको यही रहेछ, महसुस हुनै छाड्नु। तर एउटा कुरा छ जसको बानी अझै परेको छैन मलाई, घर। र जुन कुराको बानी पर्दैन त्यो सधैँ जीवित हुन्छ। तपाईले घर छोडेको कति वर्ष भयो? बानी पर्यो त? तल कमेन्टमा लेख्नुहोस्, म हरेक कमेन्ट पढ्नेछु। मलाई जान्न मन छ।